गुड मर्निङ गाइज, दिस इज मी आरती। मेरो दिनमा हजुरहरूलाई स्वागत छ। आजको दिन मसँगै बिताउनुहोस् है। म अहिले भर्खर उठेकी छु। हरेक दिनको सुरुवात यहीँबाट हुन्छ मेरो। अब म आफ्नो बिहानको रुटिन पुरा गर्दैछु ताकि दिन राम्रोसँग सुरु होस्। र म बिहान नुहाई धुवाई गरेर भगवानको पूजा गर्छु किनकि यसले मेरो मनमा शान्ति दिन्छ। हरेक दिन एक गिलास मनतातो पानी र ग्रिन टीसँग मैले आफ्नो दिनको सुरुवात गर्छु। यति गरिसकेपछि म आफ्नो कोठाहरू सरसफाई गर्छु। आफ्नो कोठाहरू सरसफाई गरिसकेपछि म चाहिँ खाना बनाउनतिर लागे। सधैँ चाहिँ मेरो मम्मी र म मिलेर खाना बनाउने गर्छौँ। तर आज मेरो मम्मी र मेरो बाबा खेतमा काम गर्न जानुभएको छ। त्यसैले आज म मेरो मम्मी बाबालाई मिठो मिठो खाना बनाएर खुवाउने प्रयास गर्दैछु। मम्मी बाबा कामबाट थाकेर आउनुहुन्छ भनेर म चाहिँ हतार खाना बनाउन कोसिस गर्दैछु छिटो छिटो। र मैले यसरी दाल बसालेँ। यसरी दाल बसालिसकेपछि मलाई चाहिँ एकदम बिहान म्युजिक सुनेर काम गर्न मनपर्छ। त्यसैले म म्युजिक सुन्दै नाच्दै गाउँदै रमाउँदै आफ्नो खाना बनाउने काम पुरा गर्दैछु। यति काम गरिसकेपछि मलाई चाहिँ भोक लाग्यो र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै म केही स्याउहरू खाँदैछु। मैले काम सकेर नास्ता पनि गरेँ र यतिकैमा मेरो मम्मी बाबा पनि खेतबाट घर आइपुग्नु भएको छ गाइजहरू। र यता मैले मिठो मिठो खाना पनि बनाएर खान सुरु गर्न थालेँ र यो खाना रेडी बनाएर मम्मीलाई दिँदैछु। र खाना खाएर मैले किचन पनि सरसफाई गरेर भाँडाकुँडा माझेर साफसफाई गरेँ र मैले घरमा भएको फोहोर कपडाहरू बाबाको मम्मीको धुनतिर लागेँ। र सबै काम सकिसकेपछि अब त आफ्नो काम सकेपछि आफू पनि त राम्री हुन पर्यो नि है साथीहरू। त्यही भएर म चाहिँ अब आफ्नो सरसफाइतिर लाग्न थालेँ। अब म चाहिँ आफू नक्कल पारेर चिटिक्क पर्न थालेँ। र मैले यसरी आफ्नो कपाल बनाएँ र अब म राम्रो भएर मेरो मम्मीको सानो काम छ कि ब्याङ्कतिर, त्यही भएर हामी चाहिँ रेडी भएर उतै जाँदैछौँ मम्मी र म भएर। म चाहिँ यसरी रेडी भएँ, मेरो मम्मी पनि रेडी हुँदै हुनुहुन्छ। हामी दुवैजना रेडी भएर राम्री परेर चिटिक्क भएर अब चाहिँ हामी ब्याङ्कको लागि जान रेडी भयौँ। ल साथीहरू, बाई बाई साथीहरू, हामी चाहिँ ब्याङ्कतिर हिँड्यौँ। मैले जानी नजानी यति भ्लग बनाएँ साथीहरू। हजुरलाई कस्तो लाग्छ कमेन्ट गरेर भन्नुहोला। थ्याङ्क यू।